नमस्कार छ सम्पूर्ण मिडिया वर्गलाई स्वागत छ। आज हामीले निम्ताएको जयगाउँ GP1 GP2 को विभिन्न जाति गाउँ समाज संघ संस्था हाम्रो मेन उद्देश्य चाहिँ दिनांक 25 जति सक्दो 25 के कारणवश चेन्ज भयो भने 25 तारिक बेलुकी 5 बजी हामी जयगाउँ समाज कल्याण संघको तर्फबाट साथैमा विभिन्न गाउँ समाज जाति समाज टोल संघ संस्थाको प्रतिनिधिको साथमा चाहिँ हामी हाम्रो कालचिनी ब्लक विधायक साथैमा राज्य मन्त्री श्री विशाल लामाज्यू साथैमा मादरीहाट प्रखण्ड हाम्रो गोर्खे विधायक लक्ष्मण लिम्बुज्यू साथैमा हाम्रा कालचिनी का साथमा डुवर्सकै अभिभावक श्री मोहन शर्माज्यू राष्ट्रिय सचिव उहाँहरूलाई मान सम्मानको कार्यक्रमको निम्ति सबै संघ संस्थालाई जानकारी प्रदान गरेर आउने 25 तारिक शनिबार बेलुकी 5 बजे हामी गर्नेछौँ। यहाँ जुन तपाईले भन्नुभयो है भनेपछि उहाँहरू जतिजना पनि आउनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो भेषभूषाको आउनलाई अनुग्रह गर्नुभएको छ कि उहाँहरूले जस्तै गोर्खे भएरै आउनुभयो। त्यस्तो प्रकारले कसैलाई पनि हामीले एउटा प्रजातान्त्रिक ड्रेसमा बसेपछि तपाईको अनिवार्य रूपमा त केही पनि गर्नु सक्दैनौँ, तर पनि हामीले यहाँबाट चाहिँ सबैलाई आह्वान गरेको छौँ कि जति सक्दो हाम्रो गोर्खे जति छ सबैजना ढाके टोपी लगाएर साथैमा जति पनि नारीहरू छ उहाँहरू चाहिँ तपाईको चौबन्दी चोलो लगाएर हाम्रो जाति हाम्रो परम्परा चिनारीको अस्तित्वलाई देखाउनुको निम्ति सबैजना हाम्रो जातीय वेशभूषामा आउनुपर्ने हामी अनुरोध गरेको छौँ। मेरो नाम पेमा रोइका जयगाउँ समाज कल्याण संघ मूल सचिव साथैमा मेरो छेउमा जो हुनुहुन्छ उहाँ जयगाउँ समाज कल्याण संघको अध्यक्ष र हामीले आज जति पनि संघ संस्थालाई बोलाएको छौँ उहाँहरूको तर्फबाट हामीलाई कार्यक्रम सूची आएपछि हामी 25 तारिकको दिन कार्यक्रम सूचीमा कस्तो प्रकारले सम्मान गर्ने हो के अनुसारको नम्बर हुन्छ त्यो सबै चिज हामी चाँडैभन्दा चाँडा मिडियाकै मार्फतमा हामी अझै पनि एउटा प्रेस बाइट 25 को अगाडि कन्फर्मेसनको लागि अझै एउटा प्रेस बाइट हामी राख्नेछौँ। त्यसमा सबै संघ संस्था गोर्खे संघ संस्थाको साथमा जयगाउँको कुनै पनि संघ संस्था इच्छुक हुनुहुन्छ भने पनि उहाँहरूलाई पनि हामीले लिएर कार्यक्रम गर्नेछौँ, तर त्यो कार्यक्रम चाहिँ हामीले एउटा प्रेस बाइट अगाडि राखेर जानकारी प्रदान गर्नेछौँ। धन्यवाद। अहिलेको मिटिङमा 26 वटा संस्था र लगभग उहाँहरूको प्रतिनिधि 80 जना जस्तो प्रतिनिधि यहाँ उपस्थित भएको थियो। प्रत्येक संस्थाबाट 10 जना एउटा हलको क्यापेसिटी साथैमा एउटा राज्य मन्त्री आउनु हुँदाखेरि उहाँको प्रोटोकल अनुसारले सबैजनालाई ल्याउँदा अलिकति तपाईको व्यवस्था नमिल्ने कारणले हामीले 10 जना गरेर लगभग हाम्रो एउटा आशामा चाहिँ हामी 300 जनाको चाहिँ एउटा प्रतिनिधि भएर उहाँलाई सम्मानित गर्नेछौँ।